नमस्ते, म डाक्टर सूर्य पराजुली, एसोसिएट प्रोफेसर कम म्युजिसियन। सो हामीले यो पोस्ट ग्रेजुएट इन्टर्न र अर्ली करियर रिसर्चरको लाइकको हिसाबले चाहिँ यो सिरिजहरू गरिरहेका छौँ यो रिसर्च मेन्टरसिप प्रोग्राम अन्तर्गत। सो आज हामीसँग दुईजना इन्टर्नहरू पनि हुनुहुन्छ। उहाँहरूको क्वेरिजलाई म चाहिँ आज समाधान गर्ने कोसिस गर्नेछु। नमस्ते, म चाहिँ डक्टर। नमस्ते, म चाहिँ सना ठाकुर, इन्फर्म डक्टर। तिम्रो कोही के छ सोध नि त, अनि हामी छलफल गरौँ। सर, यो अहिले हजुरले सिरिजहरू बनाइराख्नु भएको छ अनि त्यसपछि हाम्रो यो जेआर अर्किडको बारेमा भन्दै हुनुभयो। खासमा यो अर्किड चाहिँ के हो र हामीलाई इन्टर्नहरूलाई चाहिँ कसरी हेल्पफुल हुन्छ अर्किडको? ओके, यस्तो छ क्या, जस्तो हामीले मैले फर्स्ट सिरिजमा चाहिँ नेपालको नयाँ प्रपोजल सब्मिसनको फर्मेटको कुरा गरेँ। त्यसपछि मैले आफूले एउटा कम्पाइलरको 15 गोल्डन पोइन्ट्सको कुरा गरेँ होइन। त्यसमा रिसर्च टिमको कुरा गर्दा गर्दै रिसर्च एडमिन र टिम हुन्छ। त्यो टिम भनेको त मान्छेहरू नै हो होइन। हरेक मान्छे अथवा रिसर्चरहरूको चाहिँ एउटा अर्किड आइडिया पनि हुन्छ है त। एउटा नोभिसले गर्ने सर्च र एक्सपर्टले गरेर देख्ने सर्च फरक हुन सक्छ नि त होइन। सो अर्किड आइडिया भनेको के हो भनेर म अलिकति लिङ्कबाट देखाउन खोजेँ होइन। सो अर्किड भन्छ है, ORCID भन्छ है त। एकदम इम्पोर्टेन्ट क्या। अब अहिले यो इन्टर्नसिपदेखि MBBS अथवा अन्डर ग्रेजुएटदेखि नै सिक्नु भने एकदमै राम्रो। हामी फेसबुक अकाउन्ट खोल्छौँ, ट्विटर अकाउन्ट खोल्छौँ, लिङ्कडिन खोल्छौँ होइन। अनि भोलि पिजी गर्नुपर्ने मान्छे र पिजी गर्दै गरेको मान्छे जहाँ चाहिँ रिसर्च एकदमै महत्त्वपूर्ण छ, त्यो मान्छेहरूले हामी अर्किड चाहिँ खोल्दैनौँ होइन। अर्किड रिसर्च गेटहरू फेरि इजिली एक्सटेन्सन छ, पे पनि गर्नु पर्दैन र सबैतिर माग्छ पनि। सो अर्किडको बारेमा कुरा गर्ने म चाहिँ रिभ्यू गरेर भनिदिँदैछु के छ अर्किड। अर्किड भनेको के हो त होइन। सो ORCID भन्छ, अर्किड आइडी भन्छ। अर्किड भनेको OR भनेको ओपन रिसर्चर एन्ड कन्ट्रिब्युटर आइडी भनेको एकजना रिसर्चरको एउटा इमेल एड्रेस। एक्चुअली एकजना भन्दा पनि इमेल लिने हो क्या। तिम्रो एउटा इमेल एड्रेसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ ट्र्याक गर्छ क्या। त्यही भएर अब भोलिको दिनमा रिसर्च गर्नु छ, इन्भल्भ हुनु छ, ग्रान्ट टेक्नु छ, त रिसर्च रिलेटेडको कुरा गर्नु छ भने त्यही जिमेल मात्रै युज गर्नु है। र आफ्नो जुन डिफ्रेन्ट नेमहरू बनाएको हुन्छ नि, त्यस्तो जिमेल हटाउने भन्नाले राखिरहने, रिसर्च रिलेटेड प्रोपर नाम भएको जिमेल एड्रेस बनाउने है। जे पाए त्यो नाम नबनाउने। अनि त्यो जिमेल एड्रेस चाहिँ अर्किडलाई युज गरेर भोलिका दिनमा आउने थिसिस रिसर्च जे हुन्छ नि, जति पनि एक्टिभिटिजहरू हुन्छ त्यसमा त्यही जिमेल मात्रै युज गर्ने है त। अब यो एउटा युनिक क्यारेक्टर हो, एउटा युनिक आइडी हो। फेसबुक आइडी भने यस्तै होइन, लिङ्कडिन जस्तै हो। 16 डिजिट डिजिटल आइडेन्टिफायर फर रिसर्चर, स्कलर्स एन्ड एकाडेमिसियन 16 डिजिटको हुन्छ है त। अब तिमीले सोध्यौ किन इम्पोर्टेन्ट छ भन्दाखेरि एम्बिग्युटीलाई यसले घटाउँछ। जस्तो एम्बिग्युटी घटाउने भनेको कस्तो भन्दाखेरि एउटै नाम भएको त दुईजना मान्छेहरू हुन सक्छ नि त एउटै संस्थामा भने चाहिँ। त कहिले आर्टिकल छाप्दा के हुन्छ, रिसर्च आर्टिकल छाप्यो भने त्यो मान्छे भनेर छाप्यो। जस्तो मेरो पनि कहिले स्कलर गुगल स्कलरमा ट्याग भएर आउँछ कि एसपराजुली भनेर, तर एसपराजुली म होइन। अब इन्जिनियरिङको आर्टिकल मेरोमा आइरहेको हुन्छ, म त इन्जिनियरिङको मान्छे त होइन भनेपछि त्यो चाहिँ अर्किड आइडीबाट ट्र्याक गर्नु पर्ने। अर्को के हुन्छ, तिमीले कुनै जर्नलहरूमा पियर रिभ्यूहरू गरेको छौ अथवा कहीँ तिमी इन्भल्भ भएको छौ, कहीँ प्रेजेन्ट गरेका छौ कन्फरेन्सहरूमा, कुनै बुकहरूमा कन्ट्रिब्युट गरेको छौ, कुनै न केही इन्भल्भमेन्ट भएको छ भने तिम्रो त्यहाँ अर्किड आइडी युज भयो भने अटोमेटिकली त्यो तिम्रो एउटा सम्पत्ति जस्तो भयो क्या। स्कलरको त्यो तिम्रो आइडीमा अटोमेटिकली आएर त्यो एड हुँदै जान्छ है त। अर्को तिमीले अहिले नै अर्किड आइडी बनायो भने धेरै जर्नलहरूले इभन हिजो आज चाहिँ इस्युसर रिभ्यू कमिटीहरूदेखि डिफ्रेन्ट प्रपोजलहरूमा पनि हामीले चाहिँ अर्किड आइडी सब्मिट गर्नै पर्छ कि है। अर्किड आइडी सब्मिट गर्नै पर्छ। ग्रान्टहरू लिँदा पनि अर्किड आइडी खोज्छ भनेपछि अहिले नै बनायो भने त पछि त्यो झन्झट हुँदैन नि त। त्यो भएर त्यो एकदमै इम्पोर्टेन्ट छ है। अब यहाँ स्क्रिनमा देखाउँछ तिमीहरूलाई है, यहाँ के हुन्छ हेरेर अर्किड आइडी चाहिँ https.uri भन्छ। यो चाहिँ बुझ्नुपर्छ है त। https यो दुईटा छ नि, यो अब्लिक एन्ड / orchid.org चाहिँ यो नम्बर हो। त्यसरी आउँछ है त। यो 16 डिजिट नम्बर इज स्प्लिट इन्टु 4 ब्लक्स है, 1 2 3 4 of 4 digit separated by hyphen for readability, and the final digit is checksum which can sometimes be letter X पनि लेखेको हुन्छ कहिले कहिले। यस्तो खालको आउँछ है त orchid.org। अब orchid.org बनिसकेपछि के गर्न सकिन्छ भनेदेखि चाहिँ त्यसको लिङ्कलाई हामीले भेरिफाई गरिसकेपछि चाहिँ त्यसमा हामीले हाम्रो प्रोफाइल बनाउन सक्छौँ, बायोग्राफी बनाउन सक्छौँ, हामी कहाँ काम गर्छौँ, हाम्रो एजुकेसन स्ट्याटस के हो, के रिसर्चहरू इन्भल्भ भएको छ, के ग्रान्ट पाएको छ, त अटोमेटिकली थाल्छ कि है। ल अब म एकजनाको चाहिँ बनाएर देखाउँछु है। र मैले एकदम इम्पोर्टेन्ट जस्तो रेजिडेन्टहरूले पनि सुरुमा बनाउनु भएको छैन भने पनि रेजिडेन्टहरूलाई के भन्न चाहन्छु, तपाईँहरूले बनाइहाल्नुहोस्
आउने बित्तिकै सबैजनालाई यो भिडियो जसले हेर्नुहुन्छ सेयर गर्नुहुन्छ तपाईँले प्लिज अर्किड आइडी बनाउनुहोस्। आज हामी यो टकमा पनि यो कुराहरू गरिरहेका छौँ, तपाईँहरूले त्यसमा पनि हेरिरहनु भएको छ। सो अर्किड आइडी कसरी बनाउने भनेर स्पेसली पेजी रेजिडेन्ट र इन्टर्नहरूको लागि म स्टेप बाई स्टेप गाइडलाइन भन्दैछु। सबभन्दा पहिले तपाईँहरूले आफ्नो जिमेलको ब्राउजर खोल्ने। अब खोलिसक्नुभयो, गुगलमा गएर तपाईँहरूलाई म ORCID भनेर खोज्छु, क्लिक गर्ने बित्तिकै अर्किड खुल्यो है। यसलाई क्लिक गर्ने, ओके, हेर्नुहोस् अर्किड आइडी खुल्यो। यसमा धेरै कुराहरू छ, अर्किडको बारेमा धेरै तपाईँहरूले चाहिँ यसमा पढ्न सक्नुहुन्छ, एकदमै डिटेलमा छ है त है, यहाँ पढ्न सकिन्छ। अब हामीले यसमा रजिस्टर गर्नको लागि चाहिँ पहिले हामीले चाहिँ एउटा इमेल, जस्तो यहाँ सपोज मेरो इमेल आइडीमा मैले रजिस्टर गर्नु छ भने चाहिँ रजिस्टर नाउमा मैले क्लिक गर्छु। रजिस्टर नाउमा क्लिक गरेपछि मैले आफ्नो यहाँ नेम लेख्छु। अब सपोज मैले लेखौँ ल नवीन लेखौँ होइन, नवीन कार्की नाम लेख्ने है, इमेल एड्रेस हाल्ने है त। अब इमेल एड्रेसमा मैले सपोज एउटा कुनै इमेलहरू कम्युनिटी मेडिसिन नेपाल 2025 भनेर इमेल हालेँ होइन। यहाँ पनि म त्यही गर्छु, 2025 भनेर मैले बनाएँ भनेपछि अब मेरो इमेल त बन्यो होइन, पर्सनल इमेल हो भने। अब नेक्स्ट स्टेप गरिदिन्छु, खुलेपछि अब मैले एउटा पासवर्ड हालिदिन्छु यहाँ होइन, कुनै एउटा पासवर्ड हालिदिने। अब यो पासवर्डको क्यारेक्टरहरू भनेको छ, जस्तो मैले एउटा कुनै पासवर्ड हालिदिन्छु होइन। मैले एउटा पासवर्ड हालेँ, त्यो चाहिँ तपाईँहरूले आफै हेर्नुपर्छ के हाल्ने भनेर, त्यहाँ लेखेको हुन्छ। क्यारेक्टरहरू सबै मिलाएर हाल्नु पऱ्यो। हालेपछि म्याच गरौँ। अब नेक्स्ट स्टेप गरिदिन्छु। अब नेक्स्ट स्टेप गर्ने बित्तिकै मैले अर्गनाइजेसनको नामहरू होइन, यो सबै अप्सनहरू एउटा चाहिँ हाल्नुपर्छ यहाँ। THMU काठमाडौँ युनिभर्सिटी सपोज हाल्यो भने काठमाडौँ युनिभर्सिटी आयो। अब मैले यसलाई नेक्स्ट स्टेप गरिदिएँ। अब मलाई त यो मेरो अर्किडको भिजिबिलिटी त सबैलाई देखाउनु छ नि त, त्यही भएर मैले एभ्रिवन गरिदिन्छु। अनि नेक्स्ट स्टेप गरेपछि अब मैले यो टिप्सहरू पनि मलाई चाहिन्छ कहिलेकाहीँ होइन, कन्सेन्टहरू दिन्छु र मेरो कन्सेन्ट पनि दिन्छु। आइएम नट रोबोट भनिसकेपछि अब मेरो रजिस्ट्रेसन चाहिँ कम्प्लिट रजिस्ट्रेसनमा भयो। सो मेरो चाहिँ इमेल एड्रेसको आधारमा चाहिँ नयाँ अर्किड आइडी बनियो। अब यो मेरो भेरिफिकेसन थ्याङ्क यू फर रजिस्टरिङ विथ अर्किड भनेको छ, यो मेरो इमेल एड्रेसमा गएको छ। म तपाईँहरू देखाउँछु। यसरी मैले क्लिक गरेर मेरो इमेल एड्रेसलाई मैले चाहिँ खोलेँ भने 2025लाई खोलेर यसो हेरेँ भने के आउँदो रहेछ भने ठ्याक्कै इनबक्समा गएर चाहिँ मैले यहाँनिर जिमेल एड्रेसहरू आउँछ। अनि त्यो जिमेल एड्रेसमा यहाँ अर्किड वेलकम टु अर्किड भनेको छ। अनि मैले चाहिँ अब भेरिफाई योर इमेल एड्रेस भनेर क्लिक गरेपछि चाहिँ त्यो इमेल एड्रेसमा मैले भेरिफाई गरिदिएपछि चाहिँ के हुन्छ त, अब मेरो इमेल भेरिफिकेसन भयो भनेको अर्किड यो नाममा पनि अर्किड चाहिँ अब रजिस्टर भइसकेको छ। अब मैले यहाँ अर्किड आइडीहरू हालेर, जस्तो यो अर्किड आइडी हालेर पासवर्ड पनि अटोमेटिक सेभ हुनुपर्ने भएको रहन्छ, कुनैमा हुन्छ। यो हालेर चाहिँ मैले आफ्नो चाहिँ फेरि लगइन गर्न सक्छु। अब ब्याकमा जानुहुन्छ भने अब बेला मैले रिफ्रेस गर्ने मेरो भेरिफाई भइसकेको छ। सो नवीन कार्की नाम गरेको, अनि यसमा चाहिँ यो इमेलमा चाहिँ अर्किड आइडी बनिसक्यो। अब तपाईँहरूले यहाँ नामहरू आफ्नो एडिट गर्न सक्नुहुन्छ, फोटोहरू राख्न सक्नुहुन्छ, अनि बायोग्राफी हाल्नुहुन्छ, इम्प्लोइमेन्टहरू राख्न सक्नुहुन्छ, एजुकेसन, प्रोफेसनल एक्टिभिटिज, फन्डिङ, फ्युचर वर्कहरू सबै यहाँ अटोमेटिक आउँछ। हरेक रेजिडेन्टहरूले चाहिँ यो बनाउन जरुरी छ। र हिजो आज सबै कुराहरू चाहिँ अर्किड थ्रु नै गइरहेको भन्ने कुरा त मैले यहाँहरूलाई पहिले नै भनिसकेको छु। सो यसरी नै यहाँहरूले चाहिँ आफ्नो अर्किड बनाउन सक्नुहुन्छ। जसले चाहिँ पहिले नै अर्किड आइडी बनाउनु भएको छ त्यस्तो कन्डिसन्सहरू पनि देखेँ। रेजिडेन्टहरू जसले चाहिँ पहिले नै अर्किड आइडी पनि बनाउनु भएको छ अनि बिर्सिनु भएको हुनसक्छ रेजिडेन्टहरू, त्यस बेलामा चाहिँ फर्गट यो पासवर्ड गर्ने। पासवर्ड फरवर्ड गरेपछि यहाँ इमेल हाल्ने आफ्नो नेपाल 2025 भनेर हालेँ मैले भनेपछि अब सेन्ड रिकभरी आइसक्छ। अब यहाँ आउँदैछ है त, आयो। यो क्लिक गरेर पनि मैले आफ्नो यो लिङ्क अनुसार पनि अब फेरि पासवर्ड चेन्ज गरेर के गर्न सक्छु त, अर्किडलाई चाहिँ फेरि रिकभर गर्न सक्छु। सो 2-3वटा कन्डिसन्सहरू हुँदो रहेछ। बनिसकेकोलाई पनि रिकभर गर्न सक्यो, नयाँ पनि बनाउन सक्यो, र यसको इम्पोर्टेन्स पनि मैले अगाडि नै डिस्क्रिप्सनमा भनिसकेको छु है त। सो अर्किड आइडी हो यो चाहिँ हरेक रेजिडेन्टहरूले चाहिँ म्यान्डेटरी र इन्टर्नल अर्किड रिसर्चरले बनाउनुपर्छ। हाम्रो हामी फेसबुक प्रोफाइल बनाउँछौँ, ट्विटर बनाउँछौँ होइन, अरू के छ अरे टिकटक बनाउँछौँ। त्यस्तै हामी चाहिँ मेडिकल साइन्समा पढिरहेको मान्छेहरूले चाहिँ अर्किड आइडी बनाउनु जरुरी छ।
अरू पनि आइडियाहरू छ जस्तो रिसर्च गेटहरू छ त्यो पनि इम्पोर्टेन्ट छ होइन त्यो कुराहरू सिकाउँछु तर अहिले एकदमै म्यान्डेटरी भनेको चाहिँ अर्किड आइडी हो सो अब तिमीहरूले बुझ्यो होला र अरूहरूलाई पनि सिकाउन सक्छौ होइन इन्टर्नहरूलाई अब इन्टर्न अनि पोस्ट ग्रेजुएट रेजिडेन्टहरूलाई सिकाउन सक्नुहुन्छ है साथीहरूलाई सिकाउनु अरू कलेजहरू अन्त धेरै सिकाउनु सिक्यो भनेर हामी सो द्याट हामीले चाहिँ हामी अर्ली डेजदेखि नै यो एमबिबिएसको स्टुडेन्टहरू हामी अलिक पछि पुऱ्याइ हुन्छ रिसर्चमा होइन पिजी गर्दा एकदम मान्छे अर्किड सुनेकै हुँदैन एटलिस्ट मसँग ट्रेन भएको स्टुडेन्ट्सहरू मेडिकल स्टुडेन्ट्सहरू स्पेसली हरूले चाहिँ कम्तीमा भोलिका दिनमा टुवा पर बस्नु नपरोस् होइन हो नि त त्यसो हुँदाखेरि भोलि चाहिँ यहाँबाट गएको प्रोडक्टहरूले चाहिँ अरू कलेजमा जाँदाखेरि रेजिडेन्सी गर्दाखेरि अथवा काम गर्दाखेरि अरूहरूलाई पनि चाहिँ पायोनियर भएर इन्स्ट्रुमेन्टल भएर सिकाउने कोसिस गर्नु सो त्यो भयो भने चाहिँ डेफिनेटली आजको डिस्कसन पनि एकदम बेनिफिट हुन्छ ल अहिलेलाई यति गरौँ तपाईँहरूले पनि एउटा भिडियो हाम्रो डिस्कसन सुन्नु भयो होइन तपाईँहरूलाई मन पऱ्यो भने के गर्नुपर्छ मन पऱ्यो भने लाइक गर्ने रे अनि त्यसलाई सेयर गर्ने रे कमेन्ट गर्ने अनि पेज फलो गर्नु होला अनि फलो गर्नु सेभ गर्नु होला तपाईँहरूलाई जुनसुकै बेला जो बेला प्रपोजल लेख्नु चाहिँ स्पेसली पोस्ट ग्रेजुएट रेजिडेन्टहरूलाई त्यो बेला ठ्याक्क तपाईँहरूको ट्रेनिङहरूमा तपाईँको प्रिसेप्टरहरूले अरूहरूले सोध्नुहुन्छ अनि त्यो बेला भिडियो सेभ गरेर राख्नु भने हेर्न पाउनुहुन्छ हस् थ्याङ्क यू